हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी सुकुटी मोमो बनाउँदैछौँ। तपाईँहरूले देखिसक्नुभयो होला थम्बनेल हेरेर। सुकुटी स्किमा चाहिँ हाम्रो रेडी भइसक्यो। यसको पनि म भिडियो क्लिप राख्छु। चाहिँ मोमो मसला, अजिना, थोरै जिरा राखिराखेको छु मैले। राखिसकेको छु जिरा पाउडर। अब चाहिँ अनि प्लस सुकुटी र प्याज चाहिँ अलरेडी राखिसकेको छु। अहिले चाहिँ म राख्दैछु बन्दा, थोरै बन्दा राख्दैछु। मैले पनि यो सुकुटीको मोमो चाहिँ फर द फर्स्ट टाइम चाहिँ ट्राई गर्न जाँदैछु। मैले पनि टिकटकमा देखेको थिएँ, सो द्याट बनाउन त भनेर सोचेँ। थोरै बनाउँदैछु आज चाहिँ, किनभने एक्लै पनि छु घरमा, सो द्याट अल्छी लागेको बेलामा अल्छी पनि लागेको प्लस खाना पनि मन लागेको। त्यही भएर यो चाहिँ अदुवा लसुनको पेस्ट हो। यसमा चाहिँ तेल चाहिँ धेरै राखिनँ, मैले ठिकै राखेँ। नुन चाहिँ आफ्नो स्वादअनुसार, कति बनाउनु हुँदैछ, कतिको खानुहुन्छ हजुरहरूले त्यही अनुसार थोरै बेसार पनि हुन्छ। सुकुटी चाहिँ मैले यति यति पिस बनाएको छु। अब सुकुटीलाई त ग्राइन्ड गर्न सकिँदैन नि त, त्यही भएर बेदिस बनाउन मिल्यो कि मिलेन भनिदिनु होला। म चाहिँ अरू मोमो बनाएपछि चाहिँ बनाउँदैछु। पऱ्यो भने अहिले चिकनलाई तेल लाउँछु म चाहिँ। सो डल्लोवाला बनाउनु पऱ्यो। चाहिँ बफ सुकुटी है यो चाहिँ गाइस। यसको बोक्रालाई पनि अलिक बाक्लै बनाऊँ, मोमोको खोललाई पनि। मलाई चाहिँ टक टक ग्यासमा ठिक्क हुने मनपर्छ कि, बनाउनु राम्रो लाग्छ, खानु पनि मजा आउँछ। सुकुटीले सुकुटी अब निस्किन है गाइस। सुकुटीले चाहिँ पुवाल पार्दो रहेछ, डर हुन्छ नि त यो, त्यही भएर। मोमो चाहिँ रेडी भयो र मैले बनाइ पनि सकिसकेँ। अब चाहिँ यसलाई बसौँ, पानी पनि उम्लिसक्यो। भयो भनेदेखिमा सबै सुकुटी त अब हार्ड हुन्छ नि त, त्यही भएर होला। अब चाहिँ म मोमोको अचारको लागि रेडी गर्दैछु। जसमा चाहिँ 2टा टमाटर, 3टा जति यो लसुन लिएको छु। यसलाई मजाले उम्लिन दिन्छु। अब टमाटर र लसुन चाहिँ उम्लिन थाल्यो। सो अब चाहिँ म 2टा डल्लै सुकेको पनि है लगाइदिन्छु। यो चाहिँ टमाटर चाहिँ यतिको पाकिसकेको छ, थोरै बेसार। यो अचारको मेन पार्ट भनेको चाहिँ यो हो। यो चाहिँ थोरै मैदालाई मैले यसरी चिसो पानीमा घोलेको छु। अब चाहिँ यसरी राखिदिने। यो सिधै लगायो भनेदेखि चाहिँ हजुरहरूको सबै डल्ला पर्छ, त्यही भएर चाहिँ यसरी लगाउनुपर्छ। म चाहिँ अहिले लो फ्लेममा बनाइरहेको छु। मिक्सचर जुन लाउँछौँ हामी पिठोको, त्यसलाई चाहिँ त्यो लगाइसकेपछि चाहिँ मजाले चलाइराख्नुपर्ने हुन्छ। कलर भयो भने फुड कलर पनि लाउनु हुन्छ, तर अब घरमै खाने हो भनेदेखि चाहिँ नलाउँदा पनि भयो। टमाटरको पनि अलिक कलर आउँछ। अहिले भरे ब्लेन्ड गर्दाखेरि यसलाई सेलाएर ब्लेन्ड गर्नु होला, डल्ले खोर्सानी लगाएपछि अहिलेको मिक्सरलाई चाहिँ मैले यहाँ राखेको छु। यो चाहिँ अघि अदुवा लसुनको पेस्ट यसमै बनाएको थिएँ, सो त्यही हो।
अब चाहिँ मिक्स गरौँ। लेमन माथिबाट आधी हालेको छु मैले चाहिँ। अचार पनि थोरै नै छ नि त, त्यही भएर स्वाद अनुसार राख्न सक्नुहुन्छ। लप्सीको धुलो छ भने लप्सीको धुलो राख्दा पनि मिठो हुन्छ है। नुन पनि मैले राखिसकेँ। अचार चाहिँ रेडी भयो। अब मोमो चाहिँ रेडी भयो। म चाहिँ यो ननिकाली सिधै यहीँबाट निकाल्छु। सानोवाला मिठो भयो जस्तो छ हेर्दा त। वाह, पर्फेक्ट ठिक्कले भएछ। खामै त अब कस्तो हुन्छ। इट्स रेडी, यो रेडी भयो। अब चाहिँ लेट्स ह्याभ इट। क्यामेरामा चाहिँ कस्तो आउँदैछ, कति देखिँदैछ मलाई थाहा भएन। वाह, अचार डल्ले चाहिँ तर अलिक धेरै भएछ कि। अचार चाहिँ अलिक धेरै खानु मन लाग्छ मलाई मोमोमा, तर यो चाहिँ अलिक एक्सट्रिम पिरो भयो जस्तो छ। सुकुटीको मोमो फर्स्ट बाइट खाएँ त। चेयर्स। सुकुटी देख्नु सक्नुहुन्छ तपाईँले। अनेस्टली भन्नुपर्दा आलुको त्यस्तो मिठो चाहिँ हुँदैन रहेछ। मलाई त्यस्तो मिठो चाहिँ लागेन। सुकुटी त भरभरको नै छ, तर त्यो आलुवाला फ्लेभर आउँदैन रहेछ। सुक्खा अलिक सुक्खा नै भइजाने रहेछ। फिल्स लाइक स्टिम गरेको त्यो सुकुटी नै मोमो जस्तो टेस्ट छैन। त्यो भए पनि अचार चाहिँ दामी भएको छ तर। अचारलाई चाहिँ 10 on 10 दिन्छु म। यस्तो मिठो भएको छ। Look at this skin. अचार चाहिँ सोलिड भएको छ तर मोमो चाहिँ अलिक अचारसँग मिल्ने भएन कि। सुकुटी तपाईँ राख्नु भने
बरपिरो अचार युज टु नभएर होला मलाई चाहिँ यो मोमो त्यसो धेरै म चाहिँ प्रिफर गर्दिनँ अब चाहिँ कसैले सोधिहाल्नु भयो भने तर हजुरलाई चाहिँ ट्राई गर्न मन छ भनेदेखि चाहिँ गर्दा चाहिँ हुन्छ सुकुटी अलिक धेरै नै लगाएछु फेरि मासु जस्तै सोचेर सुकुटी पनि धेरै नै राखेको यो टोक्दा 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 टोक्दै आएछु म दिउँसोदेखि बनाउनु थालेको राति नै भइसक्यो तर म चाहिँ फुल पनि भइसक्यो एउटा खान्छु अन्त है अचार राखिहालेको छु तर सुकुटीले गर्दा होला सुकुटीको पोर्सन पनि अलिक ज्यादा भएर अगाइहाल्यो एकदमै पेट फुल्यो अब एकछिनमा झन् यो सुकुटी फुलिन थाल्छ पेटमा सो आज चाहिँ यति नै होला